गाउँहरूमध्ये एउटा शान्त र धार्मिक गाउँमा एकजना कालो वर्णकी केटीको जन्म भयो। उसको जन्म समयदेखि नै केही अनौठो लक्षणहरू देखिन थालेका थिए। उसको आँखामा एक प्रकारको तेज थियो, आवाजमा भिन्न खालको गम्भीरता। सानैदेखि उसले आफ्नो आमा वा बुवासँग होइन, गाउँको देउरालीमा अवस्थित माँ कालिका मन्दिरमा बढी समय बिताउँथे। अन्य बच्चाहरू खेल्थे, ऊ पूजा गर्थे। कस्ता अचम्मका बाल्यकाल! गाउँका सबैजना भन्थे, यो केटी साधारण होइन, यसमा माँ कालिकाको अनुकम्पा छ। वर्षहरू बिते। अब केटी जवानीमा पाइला राख्न थाली। उसको रूप, स्वर, व्यवहार सबैमा एक प्रकारको गरिमा थियो, तर उसले सधैँ आफूलाई साधारण मानेकी थिई। उसले पढाइ अगाडि बढाइन, तर जीवनको मूल आधार उसकै माँ कालिका थिइन्। मन्दिर, पूजा, व्रत, तन्त्र यी नै उसका अभिन्न साथी थिए। घरमा उसका एकजना दाजु पनि थिए, जो निकै जिम्मेवार, समझदार थिए। उनी बहिनीको सुखद भविष्यको लागि चिन्तित थिए। बहिनी पनि अब जवानीको उमेरमा थिई, त्यसैले दाजुले बिहेको कुरा उठाए। उनले आफूले बुझेर हेरेको, पढे लेखेको र शिष्ट केटासँग बहिनीको बिहे गरिदिन चाहन्थे। तर जब बहिनीसँग कुरा राखे, उनले भनी, दाई, म पहिले नै एउटा केटासँग प्रेममा छु। ऊ मेरो लागि सबै थोक हो, म उसैसँग बिहे गर्छु। यो कुरा दाजुलाई सह्य भएन। ऊ समाजमा प्रतिष्ठित मानिन्छ, उसले आफै गएर कुरा गरेर केटो हेरेको थियो। अब भने उसले बहिनीको प्रेम स्वीकार्न गाह्रो ठाने। भित्रैभित्र लाज, घमण्ड, बहिनीप्रतिको प्रेम अनि सामाजिक जिम्मेवारीको सङ्घर्षले उसलाई पीडित बनायो। तर त्यो केटा जुन बहिनीले रोजेकी थिई पनि असल, साधारण र चरित्रवान थियो। त्यसैले दाजु चाहेर पनि उसको विरुद्ध जान सकेनन्। केही समयसम्म बहिनीलाई सम्झाउने प्रयास गरे, तर बहिनी आफ्नो अडानमा रहिन्। अन्ततः दाजुले एउटा शर्त राखे, जुन गाउँले पनि सुन्न पुगे। यो दिन म र त दुवैले आफ्ना जन्ती बोलाउने, जसको जन्ती पहिला आइपुग्छ तै उसैसँग बिहे गर्नुपर्छ। सबैजना चकित भए, तर बहिनीले यो शर्त स्वीकार गरिन्। भित्रभित्रै उसले आफ्नो माँ कालिका माथिको श्रद्धा र विश्वासलाई नै अन्तिम आश्रय बनाएकी थिई। बिहेको दिन आयो। गाउँ रमाइलोमा रमायो। बाजागाजा, तयारी, फूलमालाले भरिएको थियो आँगन। दाजुले आफैले रोजेको जन्तीलाई नजिकैको गाउँबाट बोलाएका थिए, जो केही मिनेटको बाटोमा मात्र थियो। तर बहिनीको जन्ती चाहिँ टाढाको थियो, माइनस बाटो अप्ठ्यारो र लामो। सिंहदरबार जत्रो घरमा दुलही बनी बसेकी ती केटीले सुनिन्, तपाईको दाजुले बोलाएको जन्ती आइसकेछ। यो सुनेर ऊ एक्कासी कोठामा गई। आँखा बन्द गर्दै माँ कालिकाको अगाडि हात जोडी विलाप गर्दै भनी, हे मेरी माता, मैले आजसम्म तपाईसँग केही मागेकी छैन। आज मेरो जीवनको सवाल छ। यदि म साँच्चीकै तपाईको भक्त हो भने मलाई न्याय गरिदिनुहोस्। दाजु बोलाएको जन्ती ढुङ्गा बनोस् र मेरो प्रेम जन्ती पहिलो बनोस्। यति भनी ऊ माँ कालिकाको चरणमा ढलिन्। चमत्कार! केही बेरमै गाउँको आँगनमा ठूलो कोलाहल मचियो। जन्ती आयो। तर अचम्म के भने, त्यो दाजुले बोलाएको नजिकको जन्ती थिएन, त्यो त टाढाबाट आएको जन्ती थियो, माइनस जसलाई बहिनीले बोलाएकी थिई। गाउँले अचम्ममा परे, नजिकको जन्ती कता गयो, टाढाको जन्ती कसरी पहिला आइपुग्यो? दाजु आफै अचम्ममा परे, तर बहिनीको आँखामा आँसु अनि विजयको ओठमा मुस्कान थियो। दाजु केही बोल्न सकेनन्। अन्ततः बहिनीको प्रेम स्वीकृत गरे र बिदा गरिदिए। बिहेपछि केही दिन बित्यो, तर नजिकको गाउँबाट आएको जन्ती फर्किएन। परिवार र गाउँले खोज्न निस्किए। खोलेर हेर्दा ती गएका मानिसहरू जो दाजुले बोलाएका थिए अनि उनीहरूले लिएको बाजागाजा, कपडा, सारी, गाडी सबैका सबै ढुङ्गा बनेका थिए। यो घटना सबैको आँखा खोल्ने रहस्य बन्यो। के माँ कालिका आफैले हस्तक्षेप गरिन्?